यस्तो नमजाले मार्छु यहाँ हेर्नु नि यहाँ माछाको यसलाई त नि आउँछु मार्नु यहाँनिर छ झोल के फोन लगाएर सामानहरू यहाँनिर ल गङ्गटो यत्रो यहाँ त गङ्गटो त कति छ हौ ल हेर्नु न ल यही ठाउँबाट दुईवटा निस्क्यो यत्रो यत्रो त्यहाँ स्टकमा छ है गाई अन्त सजिलो मरेको पनि अच्छी टट्टा गएर भाइ हो So hello and namaste everyone, welcome back to my new another vlog. So I hope हजुरहरू सन्चै आराममा हुनुहुन्छ होला अनि म पनि एकदम ठिकठाक अनि सन्चै छु। सो आज चाहिँ तपाईँलाई आएर नुहाएको आज चाहिँ मैले भ्लग स्टार्ट गर्दैछु होइन। त्यही हो आज चाहिँ तपाईँलाई आएर हल्का फुल्का अब यतातिरको हल्का फुल्का काम सकाएर अलिकति टाइम अब लगभग कति 4 बजी छ अनि त्यही कारणले चाहिँ यसो अब 4 बजी चाहिँ के हुन्छ मतलब काम सकेपछि चाहिँ उतातिर काम नगर्ने भन्ने भयो नि त साथीहरू सबजनाले। सो त्यही भएर चाहिँ हामी परको खोल्चा देख्नुभयो हो त्यो खोल्चामा चाहिँ अब रङ्गटा अनि गडेला माछा मार्दैछु है। सो भेट्छु भिडियो अन्तिमसम्म हेर्नु होला। मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गर्नु होला। सो जाउँ है त उता खोलातिर गएर म त्यो गर्दैछु एकछिनमा उता जानुभयो भएन अनि अब मामा पनि आउँदै हुन्छ कतिको के पाउँदो रहेछ यहाँ चाहिँ केकडाहरू चाहिँ ठुल्ठुलो पाउँछ क्या त्यो होइन। फेसबुकमा चाहिँ फेसबुक रिलमा चाहिँ मैले हालेको थिएँ हिजो के अरे यत्रो केकडाको है अनि आज पनि केकडा र माछा मार्दैछौँ नि त। सो हामी चाहिँ अब आइसक्यौँ होइन। यहाँ चाहिँ यही खोल्चातिर अब खोज्न आएको खोल्चा त खोल्चा औडै खोल्चा रहेछ त यार। हिजो चाहिँ मासतिर हेरेको यहाँतिर त छैन क्या हो। हिजो चाहिँ ऊ मासुतिर हाने थियो अलिअलि अब यहाँतिर आएको छैन क्या हौ। माथितिर जाउँ है आयो भाइ यहाँतिर चाहिँ धान पनि यत्रो भइसक्यो है। अब यो चाहिँ अब के धान भन्छ वैशाख जेठ चैततिर छ चैत कि कहिले छर्छ रोप्छ हौ यहाँको धानहरू असारमा उठाउनु पऱ्यो। सो यहाँनिर भेटिसकेको छ गाई हेर्ने हो कति धेरै रहेछ यहाँनिर तपाईँहरूलाई म तल गएर देखाउँछु है त। सो हेरौँ यहाँ हेर्नु नि यहाँ माछाको यसलाई त नि यस्तो नमजाले मार्छु कि हेरिबस्नु न फेरि हेर्नु ल यो भडेला माछाहरू कति चाहिँ कुदिरहेको त ऊ ल भडेलामा अब चाहिँ मार्नेतिर लागौँ। यहाँनिर छ झोल यसले डबल काम गर्छ गाइस हाम्रो नहुँदाखेरि ढाड मार्ने पनि अनि माछा पनि मार्छ। हिजो पनि यसले मार्यो है। सो हिजो चाहिँ भिडियो बनाएन आज चाहिँ बनाउँदैछु। सो हेरौँ है त कसरी मार्छ त हामीले गोब्रो ल्याउन पाएन आज ल ए त्यही उता कुनामा हिजो जस्तै गरौँ। ल है त गाई चटो लाएर अहिलेको यहाँनिर धुवामा देखाएको थियो नि तपाईँलाई त्यही खोलाको चाहिँ त्यही धुवाको चाहिँ अब हाल्दैछौँ है के फोन लगाएर हेर गाइस ल एउटा परिसक्यो है एउटा मात्र नै कति इच्छा छ नि लक्क हालेर है यसरी कताउँदैछ बाल्टी लिएर हिजो चाहिँ हामीले बाल्टी होइन अर्काउटा हातले नै कटाउँदै भिजाएको त्यतिखेर परेको थियो। आज त के हो यो कहाँ लुक्छ क्या हो माछै गयो त्यत्रो आयो त सामानहरू हानेर ल गङ्गटो यत्रो केकडा
ए भाइ अच्छा के धारा छ चिन्ता रहेछ यहाँ पल्टाउनु न मामा एकचोटि ल केकडा स्टार्ट भयो एउटा त्यत्रो माछाहरू गायब भयो क्या यहाँनिर बगाउनलाई उयो नै भएन क्या माथि जसरी बगाउन पाएदेखि त स्वाद देख्यो कि खोइ मान्नु पाल्छ क्या हो त्यो जाली हेर्नुहोस् त एकचोटि त्यत्रो झन् ठुल्ठुलो के अरे छिरा जस्तो छ हातमै समाइदिउँ अब चाहिँ हातले नै ल अब चाहिँ निकाल्नु त्यहाँनिर बाँकी नै छ मामा लु जाली मिलाउने हातले नै जाली समाउनु क्या हो सबै तर बल्ल बल्ल यहाँनिर बल्ल यहाँनिर बोनी गरेर जान्छ त्यही त सबै उडिहाल्यो कुदिहाल्यो गङ्गटा हेर्न हौ यहाँ त गङ्गटा त कति छ हौ ल हेर्नु न ल यही ठाउँबाट दुईवटा निस्क्यो यत्रो यत्रो भरेलाई शीतल हेर्न कत्रो ठुलो छ आमै यसको त बच्चै छ क्या के जति निकाल्नु हेर्नु न दाँत आमा लु उम्रियो आफ्नै दाँत चाहिँ यतातिर ल त्यहाँ दुइटा भइसक्यो कमर अब हो कि यहाँ अब दिँदैन चार खाल्दा त्यसो है यहाँ मालमेटा भएर सबै यहाँ स्टकमा छ है गाइजी त्यत्रो भइसक्यो हिँडेर अझै पनि मरेको पनि ल म यहीँ राखेर फेरि पनि जान्छु उता तपाईँलाई देखाउनलाई यहाँनिर नदेख्ने रहेछ ढुङ्गा ढुङ्गा छ पाएन गाइस गङ्गडाको खुट्टा यति हो गाइस यो खोल्दाको माछा यहाँ बाल्टीमा भएर अब यहाँतिर गङ्गटा खोजे गङ्गटा खोजे त्यहीमा एकछिन अरू भन्दा यहाँ पानी पर थाल्यो क्या पानी 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 यहाँ पनि रहेछ मारेपछि मर्दैन त ए पहिल्यै टाइट छैन त है यहाँतिर यस्तोतिर गङ्गटा भेट्छ क्या चाहिँ के हो है भएको त यत्तिका आउँदैन त दबाई ढुङ्गा रहेछ के होला र ल्याप्पै पानी छिर्यो है मोबाइलमै गङ्गडा माछाको लागि यहाँनिर यस्तो दुःख गर्नुपर्छ गाइस है सक्दैन क्या हो दुईजनाले उठाइयो दुईजनाले उठाउनु पनि जाने यहाँ यत्रो ठुलो गङ्गडा चाहिँ गाई चाहिँ अच्छी जात्रा गङ्गडा भाइयो भाइ पनि कहाँ जानु थियो जालबाट नआएर गाएन कुनापट्टि उद्देश्य जान्छ उता मातिर यहाँनिर चाहिँ जोइन काट्नु मामाले तानेछ नि त्यो ढुङ्गामा ओत्लाउनु न ढुङ्गामा ओत्लाग्यो छैन राम्रो खुट्टामा आउँछ भयो माले जाउँ यहाँनिर कत्रो लुगाबाट कति गयो साँच्ची नै हरायो त्यो पलपट्टि गयो होला उतापट्टि यसलाई त पानी सुकाउनु पऱ्यो अब लानु हारेका यता गाले सेट
त्यत्रो ठुलो छ त्यो डङ्गो यहाँ समातिहाल्नु पनि होस् होस् भन्यो उतापट्टि पलमा गयो होला न लामलुम पानी निकालिदिउँ कि क्या हो ऊ यहाँनिर झुल राखिदिउँ अनि लामलुम पानी यहाँको फाल्दिउँ यहाँबाट भाग्छ भाइसक्यो जस्तो माछा लाग्यो त कत्रो ठुलो गङ्गडा थियो क्या हो यो पऱ्यो निकाल्नु हामी कारे काँक्री मुला थियो त स्यादो ला खाना थालौँ सो अब चाहिँ हामी उतातिर घरतिर जानेवाला छौँ यतातिर मारेको छ अलिअलि 2 घन्टा खोताल्यो है पाएन त्यही हो पानी पर्न थाल्यो अब जान लाग्यो उतातिर मामाहरू हुनुहुन्छ मामा उता गल उता जेठान्दै बच्चा खोलाएर क्या आज पुरा फोरै फोर्छ हामी चाहिँ अब हिँडेको देखाइदिँदा माछा त एकचोटि यहाँ हेर्नु गङ्गटा माछाहरू त आप्पा यो ठुलो ठुलो हिले माछा भइदियो भए त माछ आदिवासी हुन्थ्यो कि यो त अब गडौला माछा पऱ्यो तर हिले माछा पाएदेखि त बल्छी हान्थ्यो नि यहाँ उता हाम्रोतिर त पाउँदैन यहाँ त गडौला माछा हुन्छ नपाउँदो रहेछ यार उताको त्यो माछा मार्ने बानीले यता खोला देख्यो कि माछ खोलामै हुन्छ मन लाग्छ अनि खोलाको हालत त्यस्तो छ अनि तल मार्न सजिलो हुँदैछ पानी यता लगाइदिनु तल सुकिहाल्छ अब जाउँ रुमतिर छ अब हातखुट्टा धोएर मायामाथि हातखुट्टा धोएर उता रुममा जानु पानी पर भोलि अब काम हुन्छ हुँदैन अब यार पानी परेपछि फेरि कामै नहुने के यार ल यतातिर धान त्यत्रो भइसकेको छ भाइ त गाई यतातिर जाउँ ल यतातिर केलाई पर यहाँनिर अब एउटा प्याज भेटाइदियो शीतल यसलाई नै यसलाई नै चट्ट लाएर भर्नुपर्छ यहाँ अन्डा गाई चाहिँ यार पाप चाहिँ नलागोस् यति धेरै अन्डा चाहिँ यति धेरै तर यहाँको गङ्गडा चाहिँ यत्रो थोरै मेन सुरुमा भेटेको चाहिँ यो है भेरी स्वादको छ यहाँ यो चाहिँ भाले रहेछ भाले भाले धोती कस्तो टल्क्या हौ अब जुगा रहेछ ए गुगु रहेछ मामा त्यहाँ पानी जोडेर ए जोड्न लाग्ने रहेछ ल यार यत्रै थियो यो यत्रै थियो नि एउटा यार रातो सर्लकै भाइको नि च्याप समातेर ब्ल्याङ पछाडिदिनु पर्ने छ भेक्सिनमा समाउने भनेर झुलतिर गएको थियो खत्तम हराइको नि पानी आयो उतै जाने हातखुट्टा धोँ अनि त्यसपछि चलिदिउँ यतातिर है त हातखुट्टा धोँ उता कोठामा जाउँ बस सुतौँ अब अन्त मामा के काम छ तपाईँहरू काम जति दिउँसै छोडी गऱ्यो हजुर सुरिमी मिठो हुन्छ ल हातखुट्टा धोइसक्यो यतातिर ल है त अब रुमतिर लाग्यो भुटेर खाने हो भुटेर नि खाएको पनि देखाउँछ यस्तो होला कस्तरी खान्छ यहाँनिर थोरै पाएँ आज ल हाम्रो यहाँनिर तेह्रमा आइपुग्यो यतातिर आमै जुत्ता भिज्यो ल चट लगाएर एकैछिनमा भुट्ने खाने यता गाई छि यहाँनिर तेजपत्ता सहित केगडाहरू हो खाने हौ खाने केगडा अब खाना जाई ल अच्छा सुत्ती किसे मिलिहाल्यो नि कलर चाहिँ नानी लो लाइटको अलिक कमी भयो कि गाई यतातिर यहाँनिर नर्तु फर्किसक्यो फेरि सीतराम सरको मजाको छ लाउन है टेकडा खानालाई टिकी भिजी आउनुहोस् है त अब यहाँ स्वादले खान्छ है